खुसी खुसी मना खुसी खुसी मना खुसी खुसी मना 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 प्रभु यीशु ख्रीष्टको जय मना मना प्रभु यीशु ख्रीष्टको जय मेरो लागि आए मेरो लागि जिए मेरो लागि आए मेरो लागि जिए मान्छेलाई होइन येशूलाई हेर हिँड्नुमा पर्दा मुकुटलाई हेर मान्छेलाई होइन येशूलाई हेर हिँड्नुमा पर्दा मुकुटलाई हेर सिनामा सिना कुरामा नजा त्यसको महिमा गर्न नछोड परमप्रभुको प्रशंसा गर तिमीहरू जो परमप्रभुको भवनमा राति उहाँको सेवा गर्दछ पवित्र स्थानमा आफ्ना हात उचाली परमप्रभुको प्रशंसा गर स्वर्ग र पृथ्वी सृष्टि गर्ने हुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद दिउन् आमेन। अनि यदि हामीले खोज्यौँ भने And if we knock, अनि यदि हामीले ढोकालाई ढकढकायौँ भने then the door will be opened to us. अनि त्यसपछि मात्रै हाम्रो लागि चाहिँ ढोका चाहिँ खुलिनेछ। When he says to keep knocking, अनि जब येशू ख्रीष्टले भन्नुभयो तिमीहरू चाहिँ ढोका ढकढकाइरह भनेर उहाँले भन्नुभयो, he means that when we want something, we should ask him in prayer. अनि जब यसको मतलब चाहिँ के हो भने जब हामी केही कुराहरू हामी चाहिँ पाउने इच्छा गर्दछौँ यसको मतलब उहाँले भन्नुभएको चाहिँ तिमीहरू चाहिँ प्रार्थनाद्वारा चाहिँ ढोका ढकढकाऊ भनेर चाहिँ उहाँले भन्नुहुन्छ। The door, the frame around the door is called, in English, is called the jamb. यो ढोकाको यो यस्तो त्यो फ्रेम छ नि त्यो तारहरु त्यो कति एक दुई तीनटा त्यो उ छ नि त्यो अड्काउने त्यो काठ छ नि चुक्कुल होइन त्यो के भन्छ त्यो काठ फ्रेम त्यो फ्रेमलाई चाहिँ इंग्लिशमा चाहिँ ज्याम भन्दो रहेछ। Jam. And if a person in English, if a person is in a jam, they are stuck. अनि यदि कोही व्यक्ति चाहिँ युकेमा यदि कोही व्यक्ति चाहिँ त्यो व्यक्ति जाममा छ भने चाहिँ त्यो व्यक्ति चाहिँ त्यही अड्किन्छ। But the door being open. ओरिजिनल तिम्रो त कालो घरबेटी मेरो बुढाको घरमा छ नि त हो ओके